प्रधानमन्त्री कप एनबिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा बिहिबार भएको खेलमा हेल्प नेपालले बुढा नीलकण्ठ भलिबल क्लबलाई 3-0 को सोझो सेटमा पराजित गरेको हो। खेलमा हेल्प नेपाल 25-13, 25-17 र 25-18 ले विजयी भएको हो। त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ विभागीय टोली एपीएफ क्लब र साबिक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3-1 को सोझो सेटमा पराजित गर्यो। खेलमा एपीएफ 25-23, 17-25, 25-19 र 25-19 ले विजयी भएको थियो। त्यस्तै पुलिस क्लबले एभरेस्ट भलिबल क्लबमाथि 3-0 को सहज जित निकाल्यो। पुलिसले 26-24, 25-16 र 25-18 ले जित हासिल गरेको हो। नेपाल भलिबल सङ्घको आयोजनामा बिहिबारबाट सुरु भएको प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनौट भएका महिलातर्फका 6 र पुरुषतर्फका 8 टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्। महिला र पुरुष दुवै तर्फको विजेताले 10 लाख, दोस्रोले 5 लाख र तेस्रो टोलीले 2,50,000 रुपियाँ प्राप्त गर्ने सङ्घले जनाएको छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।